रले खुट्टा काटेका शब्दहरू मोबाइलको नेपाली किबोर्डबाट कसरी लेख्ने? म आफ्नो नोट्समा गएँ र त्यहाँनिर मैले प अनि हलन्त अनि र थिच्दाखेरि प्र हुन्छ र त्यसै गरी म प खुट्टा काट्यो अनि त्यसपछि र प्र अनि द एकार अनि त्यस पछाडि म लेख्दैछु स अनि त्यस पछाडि तपाईँले दिनुहुन्छ रस्व अनि क लेख्दा तपाईँको हुन्छ प्रादेशिक र त्यसै गरी प खुट्टा काट्यो अनि त्यसपछि र अनि त अनि तको खुट्टा काटेर अनि य लेख्दाखेरि त्यो आदि अक्षरमा जान्छ र यसै गरी फेरि पनि म लेख्दैछु प अनि त्यसको खुट्टा काट्यो अनि त्यस पछाडि क आकर अनि यो सानो सलाई तपाईँले धेरै बेर थिच्नु भने त्यहाँनिर मोटो स पनि आउँछ अनि त्यो मोटो स अनि रस्व अनि त लेख्दा तपाईँको प्रकाशित हुन्छ है। अनि यसै गरी बको पनि अनि खुट्टा काटेर र लेख्यो भने त्यो पनि ब्र हुन आउँछ अनि यसरी ब्र आकर अनि तपाईँले ज अनि जको पछाडि चाहिँ तपाईँले फेरि पनि रस्व दिनुभयो भने त्यो जी हुन्छ अनि ल ब्राजिल र त्यसै गरी ब अनि खुट्टा काटेर र आकर मको पनि खुट्टा काटेर ह अकर अनि अन चाहिँ तपाईँको नमा तपाईँले लामो बेर थिच्नु भने त्यहाँनिर अन हुन्छ है अनि यसरी ब्राह्मण हुन आयो है अनि क अनि खुट्टा काटेर अनि फेरि पनि र लेख्यो भने त्यो क्र हुन्छ है अनि यसरी क्रमश हुन आएको छ अनि यसै गरी फेरि पनि कबाट अनि त्यो खुट्टा काटेर र क्र आकर अनि नको खुट्टा काट्ने अनि त लेखेपछि आदि नभयो अनि त्यसपछि अन्तिममा तपाईँले फेरि रस्व दिनु भने त्यो क्रान्ति हुन्छ। यसै गरी तपाईँ नम्रता लेख्दाखेरि पनि नलेख्ने म लेख्ने अनि बिचको शब्दहरूमा पनि तपाईँले खुट्टा काटेर र लेख्नु भने त्यो नम्रता भएर आयो है अनि हाम्रो लेख्दाखेरि तपाईँले त्यसरी नै मको खुट्टा काटेर र लेख्नु भने हाम्रो हुन जान्छ र राम्रो लेख्दा पनि तपाईँ त्यसरी नै मको खुट्टा काट्नुहोस् अनि पछाडि तपाईँको राम्रो भएर आएको छ है। अब यहाँनिर अर्को चाहिँ हामी थर लेखौँ है त ताम्राकार त आकर मको खुट्टा काट्ने र अनि त्यसै आकर ताम्रा क आकर र ताम्राकार यो चाहिँ हाम्रो नेपाली थर रहेको छ है। अनि यसै गरी अन्तिममा हामी लेख्नेछौँ ब आकर ख खको पनि खुट्टा काट्ने अनि र अनि आकर अनि एकार लगाएपछि तपाईँको हुन्छ बाख्रो। धन्यवाद। यस्तै सिक्नको लागि यो पेजलाई तपाईँले सब्सक्राइब गर्नुहोला।